मिरमिरे घामको किरणसँगै मेरो आज बिदाको घर आएको चाहिँ तेस्रो दिन सुरु हुन्छ। सबैभन्दा सुरुमा चाहिँ म आजको दिन बिहानै उठेर आफ्नो फुल बगैँचामा गएँ। यो चाहिँ मेरो फुल बगैँचा रहेको छ, देख्न सक्नुहुनेछ हजुरहरूले। यो गुलाबको फुल रहेको छ। यो चाहिँ यहाँको लोकल टमाटर। यो रहेको छ आलु पखडा। म चाहिँ आलु पखडा बगैँचा पनि घुम्न गएको थिएँ। यो रहेको छ बिमिराको नन्नासा मुन्नासा फुल। ये देखो, म चाहिँ आफ्नो बिहानको मुड फ्रेस गर्नको लागि वरिपरि घुम्दैछु गाइस। यो चाहिँ म यो हेर्नुहोस्, यो फलको नाम चाहिँ के हो तल कमेन्ट गरिदिनु होला। फ्रेस हुनको लागि तातो पानी 1 गिलास खाएँ। यो चाहिँ यहाँको लोकल केरा। हेर्नुहोस्, यो चाहिँ मेरो बारीभित्र तोरीको बिरुवा। त्यसपछि चाहिँ म खानासाना खाएर बारीमा काम गर्नको लागि गएँ। बारीमा चाहिँ धेरै कामहरू थिए, जसमा चाहिँ यहाँ मल फिचिरहेको छु। मल फिचिसकेपछि चाहिँ जोत्नको लागि तयार भएको थियो र म यहाँ ट्र्याक्टर जोतिरहेको छु। ट्र्याक्टर चाहिँ मैले पहिलोचोटि जोतेको भएर अलिक गाह्रो भइरहेको छ। ये चाहिँ बहुत लालची है, लालची। काम करने का बहुत आलसी करती है। खाने को बहुत मात्र। ये देखो, ये आलसी इंसान है। ये मेरे बहन है, ये आलसी। ये भी थोड़ा आलसी है, लेकिन कभी कभी काम भी करता है। यति काम सकिसकेपछि चाहिँ हामीहरू मुड फ्रेस गर्नको लागि बाहिर निस्केका छौँ। बुबा र म हामी चाहिँ मुड फ्रेस गर्ने क्रममा दिदीको घरमा पूजा थियो, उहाँ जाँदैछौँ। यो चाहिँ दिदीको घर जाने बाटो। घरबाट देखिने पारीको गाउँ। चाहिँ दिदीको घरबाट पूजा सकेर फर्किसकेका छौँ। यसरी नै मेरा आजको दिनहरू पुरा हुन्छ।